तपाईहरुलाई एउटा सरप्राइज छ भर्खर बेडबाट उठ्यो न ल एक पर्दा खोला त मजाले खोला खेला त ला 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 के छ बाहिर के छ बाहिर के छ बाहिर हाम्रो रुमबाट यस्तो दामी भ्यू देख्दो रहेछ अँध्यारोमा कसरी थाहा हुन्छ त राति यस्तो दामी है एउटा हिजोको थकाइ पुरै आज तर बहुत चिसो छ कसरी जानु बाहिर घाम लागिसक्यो अब हिम खेल्न जाऊँ न पारे यस्तो जाडो छ घाममाथि आउँदैछ अब हामी चाहिँ लेक हेर्न जाँदैछौँ तपाईहरुलाई 360 भ्यू देखाउन मन थियो तर देखाउन सकिनँ म छतमा चाहिँ गएँ तर यस्तो जाडो रहेछ एउटा भिडियो क्लिप चाहिँ लिएको छु म पछि भिडियोमा राखिदिन्छु तर यस्तो जाडो भयो मैले भ्लग गर्नै सकिनँ त्यहाँ चाहिँ हामी चाहिँ यो रिगमग गाउँमा चाहिँ हराउन लागिसकेको अवस्था हेर्नुहोस् जता हेर ठाडोहरू मात्रै छ यस्तो ठाडोहरू छ यो हिउँ हो कि ठाडो हो केही थाहा छैन यस्तो चिसो छ खच्चरहरू घोडाहरू खाँदै रहेछ धान लाद हान्यो भने त यिनीहरू त यतिखेर त लाद हान्छ नि त फेरि ब्याङ लाद हान्यो भने त ब्याङ त च्याङ्गै हो नि त होइन यस्तो तल जाने हो र ताल त उता देखिरहेको थिएँ मैले फेरि जाडो कति जाडो हुँदो रहेछ टेम्परेचर हेर्दाखेरि -10 छ -10 मा हामी यसरी हिँडिरहेछौँ कहाँ फुल टरे त्यति हामीले बाटो बिगाऱ्यौँ पछाडिको हिमालको भ्यूहरू देखिरहेछ कि छैन कस्तो दामीहरू छ चिसो भयो हत्तेरी तिमीले बर्बाद पार्यो भने चिसो भएको बेला कस्तो भइरहेछ जाडो कति छ -10 मा छ हेरिसकेँ -10 मा छ तर हामी सर्भाइभ गरिरहेछौँ कस्तो भयो त हिजोको यात्रा अनि कस्तो भयो ट्रेकिङ होटल्समा बस्यौँ हामी चाहिँ अनि अब यो ठाउँसम्मको यतिको ठिकै हो तर यस्तो त सोचेको थिएन अलिक राम्रै हुन्छ होला सोचेको थिएँ खानामा दाल भात आलु दाल भात भात दाल आलु आलु दाल भात भात दाल आलु खानु चाहिँ गाइज हामी मर्नलाई अब 5 मिनट मात्रै बाँकी छ यस्तो जाडो छ यस्तो जाडो रहेछ अलिकति भए पनि आँट गरेर तपाईहरुलाई के चाहिँ देखाउँ जस्तो लाग्यो भन्दाखेरि तपाईहरुलाई अरु केही गर्न सकिन्न अरु केही पनि गर्न सकिन्न तपाईहरुलाई यति मात्रै गर्न सकिन्छ है त गाइज तपाईहरुलाई यति मात्रै गर्न सकिन्छ अहिलेलाई हेर्नुस् त के देख्नुभयो यहाँ के देख्नुभयो भने भन्नुस् है Guys, what is this? What is this? What is this? नेपालको झन्डा सँगसँगै हामी पुगेको छौँ फोक्सोन्डो लेकमा के गरौँ अब न शब्द छ न केही छ जति धेरै दुःख गऱ्यो बहुत धेरै मिठो फल पाइन्छ भनेको यही रहेछ चिसो छ फेरि पनि आनन्द आइरहेछ गाइज चिसो मौसम भन्दा त पानी खाउँ हेर्नुहोस् त के हो यो पछाडि
अहिले घाम लाग्यो भने फेरि तातो हुन्छ नि फेरि हुन्छ चिप्ल्यो भने के हुन्छ गाइस हामीले तपाईँहरूलाई एउटा दामी भिडियो बनाएर हालिदिउँ है त दामी दामी के भयो त नि मर्निङको एउटा लिइदिउँ डेको एउटा इभिनिङको एउटा होइन नआउनेहरूलाई पनि लागोस् कि आएको जस्तो के आएको जस्तो अनि आउँ जस्तो के कति ठुलो भगवान् हलको छेउमा तपाईँहरूलाई म यस्तो खतरा चिज देखाउँदैछु हेर्नुहोस् त घाम लाग्नु भएछ हेर्नुहोस् तल गाइस क्या है ये क्या है ये कितना बड़ा है कहाँ से कहाँ तक है त्यो उता त कता हो कता यहाँनिर नै कति गहिरो हो कति सफा हो पानी फेरि कति सफा हो के नहीं नहीं क्या है भाई ये क्या है गाइस गाइस आउनु गो ठाडो ओ ठाडो रहेछ यार हेर्नु त नहीं गाइस नहीं ये क्या है अब त मास्क निकाल्दा नि भयो सुन्नु होला त्यो त निकाल्दैन मैले अहिले जाँदैछु एकछिन त साला ला 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 ओ माय गॉड कस्तो दामी है तर हेर्नेर नै कति गहिरो छ के छालमा त हुनु पर्ने नि किसने बताया आपको ये डू 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 माय गॉड माथि हिमाल तल ताल गाइस यार त्यहाँ उता हेरौँ त यहाँ त अझै अनुहार पुरै रातो छ त ए पुरै ठाडो हेर्नु ठाडो जमेर कस्तो भएको छ म पागल भयो यार यहाँनिर यति छ होइन त्यहाँ हेर त पुरै कति गहिरो होला यहाँ माय गुडनेस Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go.
आर वी? यो ठाउँले बताइरहेछ हामी कहाँ छौँ? हामी स्वर्गमा छौँ। Oh my god, कस्तो दामी है। पानीको किनारमा हामी हिँडिरहेछौँ पानीको छालमा भनेर। अब कहाँ जाने? अब अगाडि चाहिँ बाटो छ कि छैन नलडेर आऊ ल है माया, नलडेर आऊ है। हो र? Oh my god, what kind of full? एक्सेप्ट गरौँ त म? नगरौँ होला हो, चिसो छ। चिसो छ, नगरौँ त्यस्तो चिसो। थ्याङ्क यू भेरी मच। यो यसलाई म मेरो उसमा राख्छु है त। बाटो त छैन, कहाँ जाने? यसलाई म तिम्रो नामको प्रतीकमा यहाँनिर रोकिदिएँ। ओहो ओहो, रोपिँदैन रहेछ, यहाँनिर छोडिदिएँ। हेर त, यस्तरी छोडिदिन्छु है। छ जस्तो त छ, तर हामी गयौँ घना जङ्गलमा, तपाईँलाई स्वागत छ घना जङ्गलभित्र। यता छेउछेउबाट रहेछ बाबा, यता चिप्लो छ होला। म कहाँ छु गाइज? यो कसैलाई पनि थाहा छैन, यो सिक्रेट प्लेस हो। हेर्नुहोस् त, जताबाट पनि ताल देख्छ। ओ माई गड, कस्तो दामी देखेको। बाटो थियो। हेलो, वेयर आर यु? कता भित्रबाट? त्यहाँ छ, उता ठाउँ छ। म त कसरी आउनु त, कुतु कुतु गरेर त मलाई आउँदैन त। म त अडिएँ। बाफ्रे, हामी त फस्यौँ। भिडियो बन्दै गर्नुपर्ने अवस्था यार। ल आ जाओ। Oh my god, हम आइलगा। आइलबा किधर से एल्बा? लौ तब क्यामेरा तपाईलाई नै हस्तान्तरण। धन्यवाद, थ्याङ्क यू सो मच। तर हामी कहाँ खस्यौँ भन्ने कुरा थाहै छैन। ओहो, होइन होला। ओको, होइन होला हो त्यस्तो त। म कहाँ जाने? ल, अब त खतम भयो त। अब चाहिँ खतम भयो। यहाँ हजुर बुवाको फोन पनि आयो। खतम पनि भयो मेरो त अवस्था। भयो, छोडिदिएपछि उता गएर। यहाँ छैन कि, म आउनु सक्ने अवस्थै छैन बाबा। म तल जान्छु ल, यहाँ छाउँ छ क्या। म माथि कसरी आउँ त? तान न माया, अकेले नजाऊ न माया। बाफ्रे 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 बाफ्रे। ल समाज त ल जाऊ। हिउँ तुम्हारा रिउँ। गजब ठाउँबाट आइए, गजब बेइज्जती है। ल बोलो, हम और क्या बोलना है? क्या बोले? कस्तो लागिरहेछ? एक तरह से मान्छे नि देखियो यार। जसरी देखाए नि उता मैले भ्यू देखा त भएन होइन? होइन त? अनि त अरू के छ त? सोल्टी कस्तो लाग्यो अहिले? अहिले यहाँनिरको यात्रा कस्तो लाग्यो? यहाँनिरको यात्रा बहुत अच्छा हुइल बा। हो र? अच्छा त कहिले पनि भएको थिएन। यो त यहाँ आउनु त, यहाँनिर आउनु त, पछि फोटो बनाउनु पर्छ यसैको। यसो डाक्नु गर्ने हो क्या। ल इधर उपारी हिमाल। मलाई गाह्रो भएको छ क्या। बोकेर लिऊ। आऊ आऊ बाबा, म सकिहाल्छु के। ल आऊ। मेरो मुख यति बल्लीकी माया पाएर हामी गर्वान्वित, अभिस के भन्छ त्यसलाई, धन्यवाद हो क्या।
गराम्बी महसुस गरिरहेको छु। मेरो मोबाइलको त ध्वस्तै बनाइदियो पछाडि। बाङ्गो गरिरहेको छु कि मोबाइल किन बाङ्गो समातिरहेको छु कि यस्तो गर न अलिकति म जन्मेकै बाङ्गो हो। देखिहाल्यो म फोन गर्छु त्यसो भए। यो वरिपरि त जति हिँडे पनि मजा आउँदो रहेछ। पछि यही टिकटक भिडियो बनाउँछु। यहाँ काँडा काँडाहरू मात्रै रहेछ क्या यहाँ बाटोभरि काँडा। ल गाइस तपाईँको मोबाइल तपाईँलाई नै म हात लास्टै दुख्दो रहेछ, पाठेदो रहेछ। ओके प्रोफेसनल भ्लगरको हातमा आइसकेको छ फोन, मोबाइल फोन। के हो अब चाहिँ यसलाई मोबाइल फोन भन्छ कि यसलाई गोप्रो भन्छ थाहै छैन यार मलाई त। गोप्रो भन्छ होला होइन। अन्त बधाई छ जे प्रो भए पनि हामी चाहिँ हाम्रो मेन भ्यू पोइन्टमा आइयो भन्ने हामीलाई जानकारी आइसकेको छ। रुखमा बसेर क्या मजा आउँछ होला हेर त। यहाँ बसेर यो रुखमा बसेर काग पनि आयो। मजा आयो मजा। तालको पनि माछीले गन्दै गन्दैन बुढी आम। कस्तो हो यो किन यति राम्रो हो? तिमी पनि यता हो ल। फेरि माय गुडनेस। ओ माय गॉड यहाँ साइडमा हिउँ पनि छ। यता हिमाल यता हिउँ। ये क्या है? ये क्या है? गाइज साँच्चीकै स्वर्गीय आनन्द लिन मन छ भने दिस इज द प्लेस। आउनुहोस् रमाउनुहोस्। जति रमायो नि हुन्छ, पैसा लाग्दैन। दामी है। अब चाहिँ हाम्रो हेर्नुहोस् फोटो सेसन कार्यक्रम सुरु हुन्छ। भ्लग एकछिन बन्द हुन्छ। यस्तो दामी ठाउँमा त फोटो त खिच्नु पर्यो, भिडियोहरू बनाउनु पर्यो होइन। म त पागल हुन्छु होला। कस्तो देखेको क्या माथि पनि, जता हेर्दा पनि के जता हेर्दा पनि। यता अहिले एन्टी लाइट परेर हो, नत्र यताको भ्यू पनि यस्तो दामी छ, यस्तो दामी छ, यस्तो दामी छ, यस्तो दामी छ। गाइज यता चाहिँ घरहरू छ। खासमा हामी जाने भनेको चाहिँ भ्यू पोइन्ट त्यो रहेछ त्यो माथि डाँडा उपारि त्यहाँ। तर हामी चाहिँ त्यहाँ जान सकेनौँ। अनि हामी त्यहाँ त्यो पारि त्यो डाँडासम्म गयो, त्यहाँबाट फर्केर आएको। यो त हामीले हेरेको सायद 10-20% मात्रै होला। त्यो ताल मेन उता यो डाँडाभन्दा उतापट्टि छ अरे क्या। यस्तो दामी छ अरे, यस्तो दामी छ अरे। के गर्नु गइएन। अब नेक्स्ट टाइम आइयो भने मजाले जानुपर्छ, घुम्नुपर्छ त्यहाँ। ल गाइज यही हो फोक्सोटो ताल, नेपालको सबसे गहिरो ताल, स्वच्छ सफा ताल अनि निर्जीव ताल। यसमा कुनै पनि जीवहरू छैन यसमा। सोचौँ यो ताल कति चाहिँ चिसो छ होला होइन। ल गाइज मजाले घुम्न आऊ। दिस इज द बेस्ट टाइम जस्तो लाग्यो मलाई चाहिँ। हुन त पछि पनि राम्रै भन्छ, तर हामी यो टाइम चाहिँ ज्युस त्यस्तो ब्याड चाहिँ छैन रहेछ। टक्क आकाश यस्तो मजाले खुलेको छ, यति मजाले हिउँहरू देखिएको छ।
ओके गाइज हामी स्टिल फेक्सुन्डोमै छौँ फोक्सुन्डो लेकमै होइन हामी अब यताको फोटो सेसनहरू भ्याएर हामी अर्को ठाउँमा मुभ हुँदैछौँ माइ गुडनेस आज यस्तो दामी डे भयो कि तातो यस्तो दामी भ्यू देखिरहेछ के गर्ने जता हेरे पनि दामी छ क्या के छ त भन्ने केही छ त लेकमा पनि त्यस्तै दामी छ यता पनि त्यस्तै दामी छ तर क्यामेरा मैले खासै क्यामेरामा देखेको त छैन तर यस्तो दामी भइरहेछ थ्याङ्क यू भेरी मच नेपालको झन्डा लिएर मान्छेहरू मस्तले भिडियो बनाउँदै रहेछ माथि ठिक छ त भोक लागिसक्यो कति बज्यो त्यो पनि थाहा छैन के गर्ने त दामी आउँदो रहेछ यार पागल भइसक्यो गाइज प्लिज यार आउनुहोस् यार आउनुहोस् यार यस्तो दामी ठाउँ मिस नगर्नुहोस् लाइफमा एकपटक त आउनुपर्छ यस्तो जता हेर्दा पनि के ल कतै खोट छ त गाइज छैन नि हेर्नुहोस् त म एन्टी लाइटबाट मेरो मायामा खोड होला तर मेरो फेक्सुन्डोमा खोड छैन हामी ओके गाइस के देखिरहेछ पछाडि हेरौँ अब यता हेरौँ यता पनि हेरौँ यता पनि हेरौँ के हो यो गाइस माई गुडनेस म त मर्छु जस्तो लाग्छ यार 360 भ्यू भनेको यसलाई भन्छ क्या बेबी कतै पनि भ्यूलेस नै छैन क्या गाइज हामी चाहिँ स्टिल फोक्सुन्डोमै हो लेकमै यसले चाहिँ बिहानदेखि अहिलेसम्म 3वटा कलर चेन्ज गरिसक्यो यार फोक्सुन्डो लेकले 3 छक परेको छु म त अचम्म बिहान हल्का ब्ल्याक टाइपको थियो बिहान आउँदा अनि अलि पछि चाहिँ एकदम कस्तो भन्नाले अलिकति लाइट टाइपको ब्लू भइरहेको थियो अब हेरौँ न अब चाहिँ यस्तो दामी भएको छ नि के कुरा गर्ने के कुरा गरेर साध्य नै छैन तपाईँहरू आफै हेर्नुहोस् है मजाले हेर्नुहोस् है त तपाईँहरू देखाउँछु हेर्नुहोस् त ओ माई गॉड के हो यस्तो पुरो यस्तो डिफ्रेन्ट टाइप उता छेउछेउमा हेऱ्यो भने फेरि डिफ्रेन्ट टाइप छ नि एकदम डिफ्रेन्ट छ उता छेउमा यता हेऱ्यो भने फेरि कस्तो अर्कै छ ओ माई गॉड यसले कतिवटा कलर चाहिँ चेन्ज गर्ने हो यार हो रहेछ यार त्यत्तिकै रङ्गीन ताल पनि भने होइन रहेछ यार फोक्सुन्डोलाई हामी के गर्ने बेबी आज निस्किने हो सिरियसली कहाँसम्म जाने आज ऱ्याची त पुगिहाल्यो नि अहिलेसम्म यहीँ बस्यो मान्छे ऱ्याची 1 बज्यो खाना खाँदासम्म कम्तीमा नि 2-3 बज्छ अनि सबै रेडीसेडी गर्दाखेरि 4 बज्छ अनि 4 बजे गएर तिम्रो ऱ्याची पुग्छौ ल बज्छ खाना गएर पकाउनु पर्यो उनीहरूलाई थाहा पनि छैन होला कि हामी खाना खान्छौँ झन् आज खसीको मासु लिएर बनाऊ है बुढा भनेको थिएँ च्याङ्रा होइन याक त खुवाउँदैन अरे याकको त हिजै पनि थियो भन्दै थियो त औ माई गड हो यो कलर भनेको यो चाहिँ लाइट ब्लू छ फेरि तिम्रो यो ठ्याक्कै ज्याकेट जस्तो रहेछ है सेम अचम्म रहेछ यार यो साँच्चै अचम्म लाग्यो यार मलाई त तपाईँहरूलाई देखाइदिउँ जस्तो नै लाग्यो तर अलिक तल छ
हल्का भए पनि म देखाइदिन्छु है त त्यहाँ तलबाट यस्तो डिफ्रेन्ट कलर कसरी हुनसक्छ यार एउटै तारको जस्तो ल तलबाट फेरि अर्कै देख्दो रहेछ ल सेड चेन्ज भयो त माथिबाट देखाउनु पर्दो रहेछ गाइज यो के अरे छेउमा हेरौँ होइन पहिले अनि त्यसपछि तल हेरौँ है त बिचमा यो के छ भन्दाखेरि यहाँनिर यो कलर होइन यो यहाँनिरको कलर डिफ्रेन्ट छ यो अलिक उता ब्ल्याक छ यहाँनिर है त्यहाँ उता हेऱ्यो भने त्यहाँ भने पुरै निलै छ क्या यहाँनिर यतिमा हेरौँ त ल यतिमा नि कति डिफ्रेन्ट छ क्या ओ माई गॉड साँच्ची यार अजिब रहेछ त्यहाँ चाहिँ ओ माई त्यहाँ चाहिँ रेम्बो कलर छ यार त्यहाँ उता त्यहाँनिर देखिन्न यार मलाई पागल बनाएर यसले कसरी चेन्ज भएको अबे तिमीले चक्लेट त्यहाँ फालेको हो र चक्लेट लग्यो होइन चक्लेट लगिसक्यो ओके गाइज त्यही फोक्सोन लेकले पागल नै बनायो मलाई यस्तो अचम्मको यार यी कलर आकाशले पनि यो आकाशले जस्तो कलर गर्दो रहेछ तल पनि त्यस्तै कलर हुँदो रहेछ क्या अब चाहिँ मलाई अलिअलि थाहा हुन थाल्यो साथीहरू म तपाईँलाई यस्तो दामी हिमाल देखाउनेवाला छु है यस्तो दामी हिमाल हेरौँ त साथीहरू पछाडि हेरौँ त ओ माई गॉड फोक्सुन्डो लेकको खासमा भने जाने पानी भनेको यति मात्रै हो कि यति मात्रै यति होइन तल जाँदा यति धेरै हुँदो रहेछ तपाईँहरूले कस्तो देखिरहेको थाहा छैन तर यो ठाउँ छोडेर जान मनै छैन सिरियसली भन्ने हो भने माई गॉड अब हामी चाहिँ कोठामा खाना खान चल्दिए त्यसपछि फर्किन्छ होला एकपल्ट तपाईँहरूले 360 भ्यू हेर्नुहोस् यहाँ सबै जता हेरे पनि मलाई कसम यो ठाउँ छाडेर जाने मनै छैन क्या देऊ नि त एउटा जग्गा किनिदेऊ नि त मलाई म हानेर घर बनाउँछु हानेर घर बनाएको भाइ कस्तो दामी भ्यू पोइन्ट हुन्थ्यो है फोक्सोन लेकको लागि ओके ल धन्यवाद गाइज अब नेक्स्ट भ्लगमा भेटौँला है त त्यस्तो केही भयो भने भएन भने आफ्नो फेरि भ्लग वर्षमा एकपटक आउँछ एउटा भ्लग होइन बेबी कस्तो रह्यो त एकदमै सम्पूर्ण यात्रा भन्यो त यता भ्यू पोइन्टको साइडमा होटलहरू बस्नु पाएको भए अझ राम्रो हुन्थ्यो त्यो बन्द रहेछ नि चिसोले गर्दा अब पनि छैन रहेछ बन्द रहेछ दुईटा होटलमा बाँडेर बस्नुपर्ने केही पनि ड्रेस लाउन नि पाइएन ओ माई गॉड ड्रेस अनि त्यसमा चाहिँ म अलिकति दुखी छु है अब नेक्स्ट टाइम अब यो ठाउँ जहिले गाडी पुग्छ अनि मात्र आउने हिँडेर चाहिँ आउन सकिन्न तर ड्रेस पनि कुरा त गरिसकेको थियो कस्तो नल्याएर आएको हामीले फेरि हामी लाउनु जाँदैन उनीहरूलाई पर्छ नि त होइन यहाँनिर बसेर सकिनँ गाइज म हिँड्नै सकिनँ क्या कतै बसाइदियो ल हामी अब यो भिडियोलाई यतै इन्ड गर्छौँ कति हिमालहरू हेर्दाखेरि चाहिँ मनै छैन इन्ड गर्ने है त बेबी भनिदेऊ त गाइज के भनौँ अब यसलाई के भनौँ केही भन्नै मिल्दैन ओके गाइज
त्यस्तो केही भयो भने चाहिँ फेरि आउँछौँ नत्र भने हाम्रो भ्लग चाहिँ यही हुन्छ फेरि भेटौँला नेक्स्ट भ्लगमा ल तिमीले बन्द गर्ने बेबी Hold me close till I get up. Time is barely on our side.